शिक्षकज्यूहरू त्यस्तै मेरा प्रतिस्पर्धी लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म यसै मङ्गलमय माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा उपासना अधिकारीको तर्फबाट स्वीकार्नुहोस् ज्ञान अभिवादन। नमस्कार। सर्वप्रथम मलाई आजको यस प्रतियोगितामा भाग लिने अवसर प्रदान गर्नुहुने कार्यक्रम आयोजकप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। आजको प्रतियोगिता रहेको छ वाद विवाद र यसै वाद विवादको शीर्षक छ छोरीलाई शिक्षा कि अंश र म त्यही शीर्षक अन्तर्गत छोरीलाई अंश दिनुपर्छ यानि कि विपक्षी तर्फबाट आफ्ना भनाइहरू राख्न गइरहेको छु। अंश भन्नाले बाबुआमाले कमाइराख्नु भएको सम्पत्ति धन स्रोत साधनहरूलाई आफ्ना सन्तानहरू बीच न्यायपूर्ण रूपमा वितरण गर्ने अधिकार हो। मेरा पूर्व वक्ता मित्रले भन्नुभयो छोरी भनेको समाज देशको उन्नति र प्रगतिको एक माध्यम हो मान्छु म। त्यसैकारण छोरीलाई आत्मनिर्भर बनाउनका लागि छोरीलाई अंश दिनुपर्छ भन्छु म। किनभने अंश भनेको छोरीको एक आधार हो, छोरीले अगाडि बढ्ने एक माध्यम हो। यदि छोरीलाई अंश दियो भने उनी कसैमा परनिर्भर हुनु पर्दैन, उनी आफ्नो काम आफै गर्न सक्ने र शिर उठाएर समाजमा अगाडि बढ्न सक्ने उनी हैसियत राख्छिन्। महोदय, मेरा पूर्ववक्ता मित्रले भन्नुभयो शिक्षाका कारणले मानिसहरू चरममा पुगेर झण्डा गाडेका छन्। महोदय, म प्रश्न गर्न चाहन्छु यदि मानिसहरूसँग अंश थिएन भने सम्पत्ति थिएन भने त्यो मान्छे कसरी चरममा पुगेर झण्डा गाड्न सफल भयो? म प्रश्न गर्न चाहन्छु यहाँहरू सबैमाझ। हाम्रो समाजमा हामीले कतिपय सुनेका पनि छौँ शिक्षित महिलाहरू महिला हिंसामा परिरहेका छन्, उनीहरू परनिर्भर छन् र उनीहरूमा कमजोरीहरू निक्लिरहेका छन्। महोदय, यदि छोरीलाई अंश दिएको भए, यदि छोरीलाई सम्पत्ति दिएको भए उनीमाथि यस्तो अत्याचार हुने थिएन होला, उनी आफ्नो लागि आवाज उठाउन सक्थिन् होला, उनी अगाडि गएर आफ्नो पहिचान कायम गर्न सक्थिन् होला। शिक्षाले महिलालाई पहिचान दिन्छ, तर त्यो पहिचान के कामको महोदय जबकि त्यो पहिचान कुनै आधारै छैन। व्यक्तिलाई शिक्षा दिएर अंश नदिनु भनेको मानिसलाई पखेटा दिएर उना आकाश नदिनु सरह होइन र महोदय। हाम्रो समाजमा धेरै मान्छेहरू छन्, धेरै छोरीहरू छन्, त्यो छोरीहरू शिक्षितहरू पनि होलान्, तर महोदय कुनै छोरी एकदमै शिक्षित छिन्, चेतनशील छिन्, तर उनीसँग अंश छैन, सम्पत्ति छैन भने उनीले सम्पत्ति छैन तर अब उनीले सम्पत्ति नभएको खण्डमा महोदय के उनीले त्यो शिक्षा पकाएर खान मिल्छ त? मिल्दैन नि। अंशले गर्दाखेरि खानेकुरा पनि किन मिल्छ, अर्थात् अंशको कारणले नै जीवन निर्वाह हुन्छ। महोदय, शिक्षाले मानिसलाई